तपाईको 2 लाख भन्दा बढी चाहिँ तपाईले गाडीमा खर्च गर्नु मन छ मात्र रनिङ कस्टको लागि। तपाईको पेट्रोलमा मात्र खर्च हुन्छ 1,96,000। इभी के साँच्चै नै सस्तो हो त कि यो पनि एउटा मार्केटिङ गिमिक मात्र हो? तपाईको गाडीले महिनामा कति पैसा खाइरहेको छ त? 10,000, 15,000 कि अझै बढी? अहिले नेपालमा पेट्रोलको भाउ 219 रुपैयाँ पुगिसकेको छ। सो अहिलेको सबभन्दा ठुलो प्रश्न, इभी के साँच्चै नै सस्तो हो त कि यो पनि एउटा मार्केटिङ गिमिक मात्र हो? नमस्ते र स्वागत छ कार नेपालमा। आज हामी अहिलेको रियल कन्डिसनमा काठमाडौँमा एक महिनामा चाहिँ इभी गाडीले कति पैसा खान्छ, पेट्रोल गाडीले कति पैसा खान्छ र तपाईँको लागि चाहिँ कुन गाडी ठिक हुन्छ भनेर कुरा गर्नेछौँ। त्यसैले यो भिडियो चाहिँ इनसम्म पक्कै पनि हेर्नु होला है त। सबैभन्दा पहिला एउटा सिम्पल एजम्पसन मानौँ कि तपाईँ दैनिकी 30 किलोमिटर हिँड्नुहुन्छ। यसको मतलब तपाईँ एक महिनामा 900 किलोमिटर हिँड्नुहुन्छ र यही हिसाबले तपाईँ वर्षमा 10,800 किलोमिटर हिँड्नुहुन्छ। र अब यही हिसाबले हामी क्यालकुलेट गर्छौँ कि तपाईँको लागि इभी सस्तो पर्न जान्छ कि पेट्रोल गाडी सस्तो पर्न जान्छ तपाईँको रनिङ हिसाबमा। सबैभन्दा कुरा गरौँ हामी पहिला सुरु पेट्रोल गाडीको। र काठमाडौँमा कुरा गर्ने हो भने ट्राफिक जाम यताउति गर्दाखेरि तपाईँको गाडीले एभरेजमा 12 देखि 15 किलोमिटर दिन्छ र यो भिडियोको लागि हामी चाहिँ 12 किलोमिटर तपाईँको गाडीको एभरेज छ भनेर मानौँ। सो त्यो हिसाबले हेर्ने हो भने तपाईँ महिनामा 900 किलोमिटर हिँड्नुहुन्छ 30 किलोमिटर दैनिकीले र 12 को एभरेजले हिसाबले गर्दाखेरि तपाईँ महिनामा 900 किलोमिटर चढ्नुहुन्छ, जसले गर्दाखेरि तपाईँले मासिक 75 लिटर मिनिमम पेट्रोल चाहिँ चाहिन्छ। र अहिले मेन हिट भनेको पेट्रोलको प्राइस 219 रुपैयाँ छ र त्यो हिसाबले हेर्ने हो भने तपाईँको मासिक खर्च पेट्रोलमा मात्र कति हुन्छ? 16,425 रुपैयाँ मात्र पेट्रोलमा। अब यही कुरा हामीले इयरली हिसाब गर्दाखेरि तपाईँको पेट्रोलमा मात्र खर्च हुन्छ 1,96,000 र यति मात्र नभए तपाईँको मेन्टेनेन्स, ओइल फिल्टर चेन्ज, ओइल चेन्ज गर्दाखेरि करिब 15-20 हजार इयरली त खर्च हुन्छ नै हुन्छ। र त्यो हिसाबले हेर्ने हो भने तपाईँको 2 लाख भन्दा बढी चाहिँ तपाईँले गाडीमा खर्च गर्नु मन छ मात्र रनिङ कस्टको लागि। सो के यो साँच्चीकै महँगो नै हो त? अब इभीसँग यही कुरा हामी कम्पेयर गरेर हेरौँ है त। अब कुरा गरौँ हामी इभीको कुरा गर्दाखेरि पहिला सुरु इलेक्ट्रिसिटी रेटको कुरा गरौँ। नेपालमा इलेक्ट्रिसिटी रेटको कुरा गर्ने हो भने प्रति युनिट 10 देखि 12 रुपैयाँ निर्धारित गरिएको छ र यो निर्धारण गर्ने एनइए नेपाल इलेक्ट्रिसिटी अथोरिटीले निर्धारित गरेको हो। र अब तपाईँको दैनिकी कुरा गर्दाखेरि तपाईँले महिनामा 900 किलोमिटर चल्नुहुन्छ दैनिकी 30 किलोमिटरको हिसाबले र नेपालमा एभरेज इभीले प्रति युनिटमा 6 किलोमिटरसम्म ड्राइभ गर्नुसक्छ भनेपछि त्यो हिसाबले तपाईँले मासिक 150 युनिट चाहिँ खपत गर्नुहुन्छ बिजुली तपाईँले गाडी 900 किलोमिटर चलाउँदाखेरि। अब त्यही हिसाब गर्दाखेरि हामीले 10 रुपैयाँ प्रति युनिट मानेर हिँड्ने हो भने पनि तपाईँले मासिक 10 × 150 युनिट गर्दाखेरि मात्र 1500 रुपैयाँ खर्च गर्नुपर्छ। र हेर्नुहोस् त कहाँ तपाईँले 16,000 खर्च गरिराख्नु भएको थियो पेट्रोलमा भने तपाईँले इभीमा मात्र 1500 रुपैयाँ खर्च गर्दाखेरि एक महिना चलाउन सक्नुहुन्छ। र अब यही रकम चाहिँ घटेर मात्र 25,000 हुन आउँछ तपाईँको वार्षिक खर्च इभी चलाउनको लागि। हेर्नुहोस् त कहाँ 2 लाख कहाँ 25,000। अब स्ट्रेट कम्पेरिजन गरौँ है त। पेट्रोल गाडी वर्षमा करिब 2,15,000 मैले भनिहालेँ र इभी वर्षमा करिब 25,000 मात्र। डिफ्रेन्स कति त? करिब 1,90,000 रुपैयाँ प्रति वर्ष बचत। तपाईँले 1,90,000 चाहिँ बचत गर्न सक्नुहुन्छ इभी गाडीबाट। र यही हिसाबले हामीलाई अब धेरैको स्केलमा लाने 5 वर्षको हिसाब गर्ने हो भने तपाईँले लगभग 9 देखि 10 लाख रुपैयाँ बचाउन सक्नुहुन्छ इभीबाट। र यसो हिसाब गर्दाखेरि तपाईँले इएमआई चाहिँ तपाईँको आफ्नै इभीले तिरिरहेको हुन्छ। यो कुनै सानो डिफ्रेन्स होइन, यो गेम चेन्जर नै हुनसक्छ। तर अब एकदम इम्पोर्टेन्ट कुरा, धेरै मानिसहरू सोच्नुहुन्छ इभी महँगो हुन्छ, तर अहिले नेपालमा त्यो फुल्ली ट्रु छैन किनकि इभीमा गभर्मेन्ट इन्सेन्टिभ र ट्याक्स बेनिफिट धेरै छ। त्यसैले केही केसेसमा सेम सेगमेन्ट र सेम फिचर्स भएको पेट्रोल गाडीभन्दा इभी निकै सस्तो पर्न सक्छ। उदाहरणको लागि इन्ट्री लेभल र मिड रेन्ज सेगमेन्टमा इभीले बेटर फिचर्स, अटोमेटिक ड्राइभ र लोवर रनिङ कस्ट दिँदा पनि प्राइस कम्पिटिटिभ नै हुन्छ। तर अझै पनि सबै इभी सस्तो हुँदैन, हाई रेन्ज र प्रिमियम इभीहरू अझै महँगो पर्न सक्छ। अनि अर्को कुरा, चार्जिङ स्टेसन सबै ठाउँमा छैन। लङ डिस्टेन्स ट्राभल गर्दा प्लानिङ एकदमै गरेर हिँड्नुपर्छ, जुन चाहिँ पेट्रोल गाडीमा हेर्ने हो भने त्यो एकदमै फ्रिडम हुन्छ। जहाँ पनि पम्प रिफिल गर्यो हिँड्यो, धेरै नै सजिलो हुन्छ पेट्रोल गाडीमा। त्यसैले इभी सधैँ महँगो हुन्छ भन्ने सोच अहिले आउटडेटेड भइसकेको छ र इभी सधैँ सजिलो हुन्छ भन्ने पनि सोच राख्नु गलत हो, किनकि अहिलेको केसमा पेट्रोल गाडी लिएर हिँड्न एकदमै अहिलेसम्म पनि सजिलो नै छ। अब कुन महँगो कुन सस्तो भनेर तपाईँले थाहा पाइसक्नु भयो, तर मैले सुरुमा भने जस्तै तपाईँको लागि पर्फेक्ट गाडी चाहिँ कुन हो त?
त्यो कुरा पनि गरिहालौँ है त। सो तपाईँ यदि डेली युज चाहिँ सिटीमा गर्नुहुन्छ, तपाईँको डेली रनिङ चाहिँ सिटीमा मात्र हुन्छ भने चाहिँ तपाईँको लागि इभी एकदमै पर्फेक्ट चोइस हुनसक्छ। अझै त्यसमाथि तपाईँले आफ्नै घरमा चाहिँ चार्जिङ सिस्टम जोड्न सक्नुहुन्छ भने चाहिँ इभी तपाईँको लागि पर्फेक्ट चोइस हुनसक्छ। किनभने चार्जिङ कन्भिनियन्ट, सस्तो र डेली रनिङ पनि धेरै छैन भने चाहिँ इभी तपाईँको लागि हो। तर यदि तपाईँ चाहिँ लङ रुट धेरै हिँड्नुहुन्छ भने अझै पनि पेट्रोल गाडी चाहिँ तपाईँको लागि कन्भिनियन्ट हुनसक्छ। किनभने चार्जिङ स्टेसन अझै पनि सबै ठाउँमा उपलब्ध हुन सकेको छैन। त्यसले गर्दाखेरि चाहिँ तपाईँ चार्ज गरेर झन्झट लिइरहनु भन्दाखेरि चाहिँ पेट्रोल हिँडिहाल्न चाहिँ लङ रुटको लागि अझै पनि कन्भिनियन्ट हुनसक्छ। त्यसैले डेली सिटी युज गर्नुहुन्छ, घरमा चार्जिङ सिस्टम छ भने चाहिँ तपाईँको लागि इभी पर्फेक्ट चोइस हुनसक्छ। तर तपाईँ रिमोट एरियातिर धेरै जानुहुन्छ, लङ रुट धेरै हिँड्नुहुन्छ भने चाहिँ अझै पनि पेट्रोल गाडी चाहिँ तपाईँको लागि नै बनेको हुनसक्छ है। अब केही कमन मिथहरू पनि क्लियर गरौँ। सबैभन्दा पहिलो मिथ, इभी चार्ज गर्न धेरै टाइम लाग्छ। हो, टेक्निकली हेर्दा पेट्रोल जस्तो 5 मिनटमै रिफिल त हुँदैन, तर यही एउटा कुरा बुझ्नुपर्छ, युजेज प्याटर्न। धेरै जस्तो मान्छेहरूले दिनभरि गाडी चलाएर राति घरमै पार्क गर्ने गर्छन्। इभीमा तपाईँले त्यही समय युज गर्न सक्नुहुन्छ। रातभरि चार्ज गर्नुभयो भने बिहान गाडी फुल रेडी हुन्छ। जस्तो तपाईँले मोबाइल चार्ज गर्नुहुन्छ त्यस्तै ह्याबिट बन्यो भने चार्जिङ कहिले प्रब्लम नै हुँदैन। अनि अहिले फास्ट चार्जिङ स्टेसनहरू पनि बिस्तारै बढ्दैछन्, जसले गर्दा लङ यात्रा पनि एकदमै इजी हुँदै गइरहेको छ। अब तेस्रो मिथ, यो पनि धेरै सुन्न पाइन्छ, ब्याट्री बिग्रियो भने के गर्ने। तर रियालिटी के हो भने अहिले इभी ब्याट्रीहरूमा 5 देखि 8 वर्ष वारेन्टी, अझै केही कम्पनीहरूले त 11 वर्षसम्म पनि वारेन्टी दिँदैछन्। अनि रियलमा पनि ब्याट्री 81 डेड हुँदैन, सोलिड डिग्रेड हुन्छ, जसरी मोबाइल ब्याट्री डिग्रेड हुन्छ। त्यसैले प्रपर युज र मेन्टेनेन्स गरेमा इभी धेरै वर्षसम्म कम्फर्टेबली चलाउन सकिन्छ। अन्त्यमा कुरा के हो भने हामीले सुनेको कुरा धेरै जसो पुरानो एक्सपिरियन्स वा इन्कम्प्लिट इन्फर्मेसनमा आधारित हुन्छ। तर अहिले टेक्नोलोजी चेन्ज भइसकेको छ र एकदमै इम्प्रुभ भइसकेको छ, इभी पनि इभल्भ भइसकेको छ। त्यसैले डिसिजन लिनु अघि मिथभन्दा रियालिटी हेर्नु एकदमै धेरै जरुरी छ। र अब मैले पर्सनली भन्नुपर्दा चाहिँ तपाईँ यदि काठमाडौँ जस्तो सिटीको लागि चाहिँ गाडी खोज्दै हुनुहुन्छ भने इभी तपाईँको लागि पर्फेक्ट चोइस हो। किनभने गाडी किन्नु एउटा कन्भिनियन्स त हुँदै हो, तर त्यसको साथसाथै खर्च पनि एउटा पाटो चाहिँ रहिरहन्छ, जुन चाहिँ इभीले सिटी जस्तो एरियामा चाहिँ एकदमै कम खर्च दिन सक्छ। र मैले भनिहालेँ, तपाईँ रिमोट एरियामा धेरै हिँड्नुहुन्छ भने चाहिँ तपाईँको लागि गाडी अझै पनि पेट्रोल गाडी नै कन्भिनियन्ट हुनसक्छ। अब मेरो कुरा त यति नै भयो। अब तपाईँ भन्नु त तपाईँ पेट्रोल टिममा कि इभी टिममा? कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। ल यस्तै रियालिटी बेस्ड कन्टेन्ट हेर्न मन छ भने पनि कार नेपाललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। आफ्नो केही गुनासो छ भने पनि कमेन्टमा लेख्न नबिर्सिनु होला। र यस्तै कन्टेन्ट चाहिँ हामी लिएर आइराख्नेछौँ, गाडीहरूको भिडियो लिएर आइराख्नेछौँ। त्यति बेलासम्मको लागि चाहिँ धन्यवाद।